सौरामा आउँदा तपाईहरुले सफारी दुईटा फरक एरियामा गर्न सक्नुहुन्छ। जस्तै एउटा एरिया तपाईको राष्ट्रिय निकुञ्जको कोर क्षेत्र र अर्को चाहिँ राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा गर्दै हुनुहुन्छ भने त्यो क्षेत्र भन्नाले राष्ट्रिय निकुञ्जको उत्तरी सिमाना चाहिँ राप्ती नदी हो भने राष्ट्रिय निकुञ्जको दक्षिणी सिमाना चाहिँ रिउ नदी हो। यो दुईटा क्षेत्र यो दुईटा नदी बीचको जुन क्षेत्र छ त्यसलाई चाहिँ राष्ट्रिय निकुञ्जको कोर क्षेत्र भनिन्छ। राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा तपाई सफारी गर्न चाहनुहुन्छ भने यहाँ तपाईको चाहिँ एउटा हाफ डे र अर्को होल डे भनेर चाहिँ दुई फरक तरिकाले चाहिँ तपाईले राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा चाहिँ सफारी गर्न सक्नुहुन्छ। जस्तै तपाईहरु चाहिँ राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा सफारी गर्दाखेरि पहिला त तपाईहरुले राप्ती नदी चाहिँ डुङ्गाबाट क्रस गरिसकेपछि बल्ल जिपमा जानुहुन्छ र त्यो जिप चाहिँ कम्तीमा पनि 4 घण्टाको चाहिँ सफारी हुन्छ, त्यो हाफ डे सफारी। र यो 4 घण्टा सफारीमा चाहिँ तपाईको चाहिँ यो जिपले तपाईलाई चाहिँ जिपको चाहिँ हाफ डे के हाफ टाइममा एउटा विशेष प्रजातिको गोही हाम्रो नेपालमा पाइन्छ जसलाई घडियाल भन्छ र त्यो घडियाल प्रजनन केन्द्रमा गएर पनि जिपले रोक्छ तपाईलाई। र यो घडियाल प्रजनन केन्द्रमा तपाईहरु जस्तै छिर्नको लागि चाहिँ त्यहाँ अब एन्ट्री फी पनि लाग्छ हैन, जुन तपाईहरुले चाहिँ आफ्नो इच्छाले यदि जानु भयो भने चाहिँ एन्ट्री फी तिर्न सक्नुहुन्छ, यदि जानु भएन भने चाहिँ बाहिर बस्नु होला। तर पनि हामी चाहिँ के रिकमेन्ड गर्छौं भने त्यो एकदम दुर्लभ हुन लागेको जनावर पनि पर्यो र त्यो साउथ एसिया मात्र पाउने भएको हुनाले यदि यो सफारी गर्दाखेरि चाहिँ घडियाल प्रजनन केन्द्र चाहिँ भित्र जान चाहिँ नछुटाउनु। यो हाफ डे जिप सफारी तपाईको चाहिँ अब दिनको 2टा शिफ्टसम्म गर्न सक्नुहुन्छ। राष्ट्रिय निकुञ्जको कोर क्षेत्रको सन्दर्भमा भन्दैछु तपाईहरुलाई। जस्तै तपाईको एउटा बिहान 7 बजे र अर्को चाहिँ 12:30 बजे दिउँसो गरेर चाहिँ दुई फरक समयमा 4 घण्टाको राष्ट्रिय निकुञ्जको कोर सफारी गर्न सक्नुहुन्छ। र यो तपाईको चाहिँ ग्रुप पनि तपाईहरुले बनाउनु पर्दैन, तपाईहरु जहाँ बस्नुहुन्छ अथवा हामीलाई पनि तपाईहरुले सम्पर्क गरेर यो बुकिङ गर्न सक्नुहुन्छ। र यो सफारी गर्नको लागि तपाईहरुलाई आवश्यक पर्ने चाहिँ चीजहरु मध्ये चाहिँ एउटा राष्ट्रिय निकुञ्जको प्रवेश शुल्क, त्यसपछि गएर यो नदी क्रस गर्नको लागि डुङ्गा र घडियाल ब्रिडिङ सेन्टर र जिपको कस्ट गरेर चाहिँ तपाईहरुलाई चाहिँ अब शुल्क, यसको शुल्क तपाई चाहिँ एकदिन शेयरिङ बेसिसमा अथवा ग्रुपमा बाट चाहिँ जाँदै हुनुहुन्छ भने यसको शुल्क 2000 देखि चाहिँ 2500 सम्म चाहिँ तपाईहरुलाई चाहिँ लाग्न जान्छ। अनि यो सफारीले तपाईलाई चाहिँ घाँसे मैदान, त्यसपछि गएर चाहिँ साल फरेस्ट, त्यसपछि रिभर एन्ड फरेस्ट र विभिन्न ताल तलैया हुँदै र वन्यजन्तु जस्तै अब एकसिङे गैंडा, पाटे बाघ लगायतका चाहिँ जनावरहरूको चाहिँ वासस्थान हुँदै लिएर जाने भएकोले चाहिँ। अनि अर्को कुरा फेरि के पनि हुन्छ भन्दा यो 4 घण्टाको सफारी जुन चाहिँ यो कोर क्षेत्रमा चाहिँ हुने हुनाले चाहिँ यो अलिकति महत्त्वपूर्ण पनि छ। तपाई साँच्चै नै चाहिँ वन्यजन्तु प्रेमी हुनुहुन्छ र राष्ट्रिय निकुञ्जमा चाहिँ राम्रोसँग घुम्न चाहनुहुन्छ भने चाहिँ हामी तपाईलाई चाहिँ यो दिनभरिको सफारी गर्नको लागि चाहिँ तपाईहरुलाई हामी सुझाव दिन्छौं। अब यसको मूल्यको कुरा गर्ने भने अभियसली एकदम महँगो पनि छ, किनभने एउटा गाडी तपाईको चाहिँ एउटा रिजर्भ गर्नुपर्ने हुन्छ, गाइड चाहिन्छ, त्यसपछि गएर तपाईको प्रवेश शुल्क चाहियो, त्यसपछि खानाको एरेन्जमेन्ट गर्नु पर्यो, नदी क्रस गर्ने कुराहरु धेरै कुराहरु छन्। त्यसैले यदि तपाईहरु चाहिँ जस्तै 10 जनाको ग्रुपमा हुनुहुन्छ भने तपाईहरुलाई हामीले 30,000 रुपैयाँ टोटल 30,000 रुपैयाँ सबैको गरेर पनि जब हामी घुम्न जान्छौँ त्यति बेला हाम्रो समय र पैसाको एकदम महत्त्व हुन्छ र तपाईको पैसालाई सदुपयोग गर्ने र समयलाई सदुपयोग गर्न चाहनुहुन्छ सफारी गर्ने क्रममा भने कृपया हामीलाई फलो गर्नु होला। हामी यस्तै जानकारीहरु तपाईहरुमा बीच ल्याउँदै गर्नेछौँ। र अर्को कुरा, यदि तपाईहरु चाहिँ चितवन सौरा आउँदै हुनुहुन्छ र सफारी गर्ने प्लानिङमा हुनुहुन्छ भने तपाईले हामीलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ। सम्पूर्ण जानकारी हामी तपाईलाई दिनेछौँ।